बालेन शाहको व्यक्तिगत जीवन कस्तो छ त? बालेन शाह परिवर्तनको प्रतिमूर्ति कसरी बन्न पुगे त? बालेन शाहले शिक्षा र इन्जिनियरिङ यात्रा कसरी गरेका थिए त? बालेन शाहको बाल्यकाल र पारिवारिक पृष्ठभूमि कस्तो थियो त? बालेन शाहको राजनीति प्रवेश र मेयर कसरी बने त? बालेन शाहको संगीत र्यापबाट समाजतर्फको यात्रा कसरी भयो त? बालेन शाहको कार्यकाल र सुधारका प्रयास कस्तो छ त? बालेन शाहले के कस्तो पुरस्कार र मान्यता पाएका छन् त? बालेन शाहले विवाद र चुनौती कतिको खेप्नु पर्यो त? प्रिय दर्शकबिन, A to Z नेपाली बायोग्राफी युट्युब च्यानलले आज फेरि त्यस्ता एकजना व्यक्तिको सम्पूर्ण जीवन कथा लिएर आएको छ, जुन व्यक्तिको हिम्मत, साहस, आँट, उहाँले गरेका काम र उहाँको चर्चा परिचर्चा देशभित्र मात्रै नभएर देश बाहिर पनि भइ नै रहन्छ। हो दर्शकबिन, म त्यही व्यक्तिको कुरा गर्दैछु जसको नाम हो बालेन शाह अर्थात् बालेन्द्र शाह। आज हामी जान्नेछौँ उहाँको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, शिक्षा र इन्जिनियर यात्रा, सङ्गीत र र्यापदेखि समाजतर्फको यात्रा, राजनीतिक र मेयर यात्रा, विवाद र चुनौती, व्यक्तिगत जीवन, पुरस्कार र मान्यता आदि बारेमा। मेरा प्रिय दर्शकबिन, आजको जीवन कथा सुरु गर्नु अघि मेरो तपाईहरुसँग यति मात्र बिन्ती छ, कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला, सँगै भिडियोलाई एक लाइक गर्दै शेयर गर्न चाहिँ नबिर्सिदिनुहोला। बालेन्द्र शाह केवल बालेन मात्र होइनन्, उनी परिवर्तनको प्रतिमूर्ति हुन्। नेपालको आधुनिक युवा पुस्ताको आँखामा परिवर्तन शब्दसँग जोडिने एउटा नाम हो बालेन्द्र शाह बालेन। र्यापर, इन्जिनियर र अहिले काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा चिनिने बालेन शाह केवल राजनीतिज्ञ होइनन्, उनी सोचको क्रान्ति हुन्। बालेन शाहको बाल्यकाल र पारिवारिक पृष्ठभूमिको कुरा गर्नुपर्दा बालेन्द्र शाहको जन्म सन् 1990 अप्रिल 27 काठमाडौँको नारदेवीमा भएको हो। उनका बुवा रामनारायण शाह एक आयुर्वेद चिकित्सक हुन् भने आमा ध्रुवदेवी शाह गृहिणी हुन्। उनका पुर्ख्यौली जरा मधेस प्रदेशको महोत्तरी जिल्लासँग सम्बन्धित छन्। सामान्य परिवारमा हुर्किएका बालेन सानैदेखि जिज्ञासु र स्वतन्त्र स्वभावका थिए। विज्ञान, गणित र कलामा उनी समान रूपमा रुचि राख्थे। शिक्षा र इन्जिनियरिङ यात्राको बारेमा चर्चा गर्नुपर्दा उनले आफ्नो माध्यमिक शिक्षा VS निकेतन स्कुलबाट पुरा गरेका थिए। त्यसपछि उनले हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजमा सिभिल इन्जिनियरिङ अध्ययन गरेर त्यसपछि उनी उच्च शिक्षाको अध्ययनका लागि भारतको भेसोरय टेक्नोलोजिकल युनिभर्सिटी कर्नाटक गएर त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकमा मास्टर हासिल गरेका थिए भने इन्जिनियरिङ पढ्दा उनी भौतिक संरचना मात्र होइन, सामाजिक संरचनाको पनि अध्ययन गर्न चाहन्थे। त्यही सोचले पछि उनलाई परिवर्तनको बाटोमा डोर्यायो। सङ्गीत र र्यापबाट समाजतर्फ यात्राको चर्चा गर्नुपर्दा बालेन शाहको परिचय पहिलो पटक नेपाली र्याप संसारमा र बार्ज ब्याटल मार्फत फैलियो। सन् 2012 तिर उनले आफ्नो सोच र विद्रोही स्वरलाई र्यापका शब्दहरूमा उतारे। गीतहरूमा राजनीतिक भ्रष्टाचार, असमानता, बेरोजगारी र प्रणालीप्रतिको असन्तुष्टि झल्किएको थियो। सडक, बालक लगायत उनका रचनाले युवाहरूको मुटु छोएन मात्र उनीहरूलाई बोल्न सिकायो। सिस्टमले होइन, हामीले परिवर्तन ल्याउन सक्छौँ। र्याप मार्फत चेतना फैलाउने बालेन पछि त्यो चेतनालाई व्यवहारमा उतार्न चाहन्थे र त्यसको उत्तर राजनीतिमा खोजे। राजनीतिक प्रवेश र मेयर बन्दाको यात्रा। 2022 सालको स्थानीय चुनावमा उनी स्वतन्त्र उम्मेद्वारको रूपमा काठमाडौँ महानगरपालिकाको मेयरमा उभिए। कुनै पार्टी, संगठन वा राजनीतिक सञ्जाल बिना केवल विचार र विश्वसनीयताका साथ आधारमा सफा राजनीति
सशक्त नेतृत्व र स्वावलम्बी सहर भन्ने नारा लिएर मैदानमा उत्रिएका उनीमाथि धेरैले शङ्का गरे, तर जनताले चाहिँ आशा गरे। नतिजा बालेनले करिब 61,000 भन्दा बढी मत प्राप्त गरी प्रमुख राजनीतिक दलका उम्मेद्वारहरूलाई हराए। 30 मे 2022 उनले काठमाडौँको महानगरपालिकाका मेयरको रूपमा शपथ लिएर युवा पुस्ताको प्रतिनिधित्वको नयाँ अध्याय सुरु भयो। बालेनका कार्यकाल र मेयर भएपछिका सुधारका प्रयासहरू के थिए त? मेयर बनेपछि बालेन शाहले गरेको पहिलो कार्य भनेको फोहोर व्यवस्थापनको सुधार थियो। काठमाडौँलाई सफा, योजनाबद्ध र मेयर जिम्मेवार सहर बनाउने उनको दृष्टि अहिले पनि निरन्तर छ। उनी प्रशासनिक ढिलासुस्ती, गैर जवाफदेहिता र भ्रष्टाचार विरुद्ध खुलेर बोलेका छन्। सडक विस्तार व्यवस्थापन, फोहोर व्यवस्थापनको दिगो समाधान, सांस्कृतिक सम्पदाको संरक्षण, डिजिटल सेवा र ई-गभर्नेन्स, सार्वजनिक उत्तरदायित्व यी उनका प्रमुख प्राथमिकताहरू बने। तर बालेनको काम मात्रले होइन, उनको कठोर र स्पष्ट बोल्ने शैलीले पनि उनलाई चर्चामा राख्यो। बालेन मेयर बने पश्चात उनले के कस्ता विवाद र चुनौतीहरूको सामना गर्नु पर्यो त? नेतृत्वमा आएको व्यक्ति विवादविहीन रहन सक्दैन। बालेन शाह पनि समय समयमा आलोचनाको केन्द्र बने, विशेष गरी भारतसँग सम्बन्धित ग्रेट नेपाल नक्सा विवाद, फिल्म प्रदर्शनमा प्रतिबन्ध र केही प्रशासनिक निर्णयका कारण। तर उनले हरेक पटक आफ्नो निर्णय राष्ट्रको स्वाभिमान र जनताको पक्षमा भएको बताउँदै अडान लिँदै आएका छन्। बालेन शाहको व्यक्तिगत जीवन कस्तो छ त? बालेन शाहको व्यक्तिगत जीवन निकै सरल छ। उनकी पत्नी सबिना काफले सार्वजनिक स्वास्थ्य विज्ञ पनि हुन्। उनी परिवार, सङ्गीत र कामको सन्तुलन मिलाउँदै सादा जीवनमा विश्वास राख्ने गर्छन्। बालेन शाहको पुरस्कार र मान्यताको विषयमा कुरा गर्नुपर्दा बालेन शाहलाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले नयाँ पुस्ताको प्रेरक नेताको रूपमा हेरिरहेका छन्। त्यसैगरी टाइम म्यागजिन 100 इमर्जिङ लिडर्सको सूचीमा उनको नाम पनि समावेश गरिएको छ, जसले विश्व समुदायमा नेपालको नयाँ छवि प्रस्तुत गर्यो। समाप्ति विचारबाट परिवर्तनसम्म बालेन शाह केवल एक व्यक्ति होइनन्, उनी एउटा सोच हुन्, एउटा सन्देश हुन् कि सिस्टम परिवर्तन गर्न पार्टी चाहिँदैन, चाहिन्छ त केवल सोच। उनको जीवन कथाले प्रमाणित गर्छ, यदि इमानदारी, आत्मविश्वास र जनताको साथ छ भने एकजना व्यक्तिले पनि पुरै सहर, देश र पुस्ताको दृष्टिकोण बदल्न सक्छ भन्ने। बालेन शाहको कथा एउटा आम नेपाली युवाको सपना हो, जो गीतबाट सुरु हुन्छ तर राष्ट्रको मुटुसम्म पुग्छ। आजको पुस्ता उनीमाथि गर्व गर्छन्, किनभने उनी केवल बोल्दैनन्, जे बोल्छन् त्यो गरेर देखाउँछन्। तपाईहरू बालेन शाहलाई कसरी, कुन रूपमा चिन्नुहुन्छ? कृपया कमेन्ट बक्समा जानकारी गराउन नभुल्नुहोला। र बालेन शाह र बालेन शाहको बारेमा को कतिले के जानकारी राख्नु भएको थियो र यस भिडियो मार्फत नयाँ के जानकारी पाउनु भयो त्यो पनि कमेन्ट बक्समा अवश्य जानकारी गराउनुहोला। सँगै भिडियोलाई लाइक र सेयर गर्दै च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यस A to Z नेपाली बायोग्राफी च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला भन्दै अर्को नयाँ भिडियोमा भेट्ने बाचा सहित आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। हवस् त, धन्यवाद।